नेपाली अडियो बाइबलमा स्वागत छ। हामीले ट्रिनेट्रियन बाइबल सोसाइटी अथवा टीबीएस बाइबल सोसाइटीले प्रकाशन गरेको नेपाली भाषाको बाइबलबाट बाइबल पाठ गरेका छौं। पहिलो राजाको पुस्तक अध्याय 13। यहुदाबाट आएको परमप्रभुको भविष्यवक्ता बेतएलमा 1। अनि हेर, परमप्रभुको वचन अनुसार यहुदाबाट परमेश्वरको एकजन बेतएलमा आए अनि यारोबाम धूप बाल्नलाई त्यस वेदीनिर उभिरहेका थिए। 2। अनि परमप्रभुको वचनमा त्यस वेदीको विरोधमा कराएर उनले यसो भने, वेदी, परमप्रभु यसो भन्नुहुन्छ, हेर, दाऊदको घरानामा योसियाह नाम भएका बालक जन्मने छन् अनि तिनले तमाथि धूप बाल्ने डाँडाका थानहरूका पुजारीहरूलाई नै तमाथि बलि चढाउने छन् र तमाथि मानिसहरूका हड्डी जलाइनेछन्। 3। अनि त्यही दिन उनले यसो भन्दै एउटा चिन्ह दिए, परमप्रभुले भन्नु भएको चिन्ह यही हो, हेर, यो वेदी फाट्नेछ र त्यसमाथि भएको खरानी पोखिनेछ। 4। अनि यस्तो भयो, जब राजा यारोबामले बेतएलमा भएको त्यस वेदीको विरोधमा कराएर भनेको परमेश्वरको जनको कुरो सुने, तब तिनले तिमीहरू त्यसलाई पक्र भन्दै त्यस वेदीबाट आफ्नो हात पसारे। तब उनको विरोधमा पसारिएको तिनको हात सुक्यो र तिनले त्यो फेरि आफूतिर खिच्न सकेनन्। 5। अनि परमेश्वरको जनले परमप्रभुको वचनद्वारा दिएको चिन्ह अनुसार त्यो वेदी फाट्यो र खरानी त्यस वेदीबाट पोखियो। 6। अनि राजाले जवाब दिएर ती परमेश्वरको जनलाई भने, अब परमप्रभु तपाईको परमेश्वरको निगाह पाउनका निम्ति बिन्ती चढाएर मेरा निम्ति प्रार्थना गरिदेऊ र मेरो हात मलाई फिर्ता दिइयोस्। अनि परमेश्वरको जनले परमप्रभुसित बिन्ती गरे, तब राजाको हात तिनलाई फिर्ता दिइयो र त्यो पहिले जस्तो थियो त्यस्तै भइगयो। 7। अनि राजाले ती परमेश्वरको जनलाई भने, मसँग घर आऊ र आफूलाई ताजा तुल्याऊ अनि म तिमीलाई इनाम दिनेछु। 8। अनि परमेश्वरको जनले राजालाई भने, तपाईले आफ्नो आधा घर मलाई दिनु भए तापनि म तपाईसित जाने छैन र त्यस ठाउँबाट म न रोटी खानेछु न पानी नै पिउनेछु। 9। किनकि परमप्रभुको वचनद्वारा मलाई यसो भन्ने आज्ञा आएको छ, तिमीले रोटी नखानु, पानी पनि नपिउनु अनि जुन बाटो तिमी आएका थियौ त्यो बाटो भएर तिमी नफर्कनु। 10। तब उनी अर्को बाटो भएर गए र जुन बाटो भएर उनी बेतएलमा आएका थिए त्यो बाटो भएर फर्केनन्। 11। अनि बेतएलमा एकजना वृद्ध भविष्यवक्ता बस्थे अनि तिनका छोराहरूले आएर परमेश्वरको जनले त्यस दिन बेतएलमा गरेका सबै कामहरूको विषयमा तिनलाई सुनाइदिए। तिनले राजालाई भनेका शब्दहरू पनि तिनीहरूले आफ्ना बुबालाई सुनाइदिए। 12। अनि तिनीहरूको बुबाले तिनीहरूलाई सोधे, उनी कुन बाटो गए? किनकि यहुदाबाट आएका ती परमेश्वरको जन कुन बाटो भएर गए सो तिनका छोराहरूले देखेका थिए। 13। अनि तिनले आफ्ना छोराहरूलाई भने, मेरा निम्ति गधामा काठी कसिदियो। तब तिनीहरूले तिनका निम्ति त्यस गधामा काठी कसिदिए अनि तिनी त्यस माथि चढे। 14। अनि ती परमेश्वरको जनको पछि पछि गए र उनलाई एउटा वज्राटको रुख मुनि बसिरहेका भेटाए अनि तिनले उनलाई भने, के तपाईँ नै यहुदाबाट आउनु भएको परमेश्वरको जन हुनुहुन्छ? अनि उनले भने, म नै हुँ। 15। तब तिनले उनलाई भने, मसँग घर आउनुहोस् र रोटी खानुहोस्। 16। अनि उनले भने, म तपाईसँग फर्कन सक्दिन, न त तपाईको साथमा जान नै सक्दछु अनि म तपाईसँग यस ठाउँमा न रोटी खानेछु न पानी नै पिउनेछु। 17। किनकि परमप्रभुको वचनद्वारा मलाई यसो भनिएको छ, त्यहाँ तिमीले रोटी नखानु, पानी पनि नपिउनु अनि जुन बाटो भएर तिमी आएका थियौ त्यो बाटो भएर तिमी नफर्कनु। 18। अनि तिनले उनलाई भने, म पनि तपाईँ जस्तै एक भविष्यवक्ता हुँ अनि परमप्रभुको वचनद्वारा एकजना स्वर्गदूतले मलाई यसो भनेका छन्, उनलाई आफ्नो साथमा आफ्नो घरमा फर्काएर ल्याऊ र उनले रोटी खाउन् र पानी पिउन्। तर तिनले उनीसित झुट बोलेका थिए। 19। तब उनी तिनीसँग फर्केर गए अनि उनले तिनको घरमा रोटी खाए र पानी पिए। 20। अनि यस्तो भयो, उनीहरू टेबलमा बसेको बेलामा उनलाई फर्काएर ल्याउने ती भविष्यवक्ता कहाँ परमप्रभुको वचन आयो। 21। अनि तिनले यहुदाबाट आएका ती परमेश्वरको जनलाई यसो भन्दै कराए, परमप्रभु यसो भन्नुहुन्छ, तिमीले परमप्रभुको मुखको वचन उल्लङ्घन गर्यौ र परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको आज्ञा पालन गरेनौ। 22। तर जुन ठाउँको विषयमा परमप्रभुले तिमीले रोटी नखानु, पानी पनि नपिउनु भन्नुभएको थियो, त्यस ठाउँमा तिमी फर्केर आयौ अनि तिमीले रोटी खायौ र पानी पियौ। यसैले तिम्रो लास
तिम्रा पिता पुर्खाहरूको चिहानमा पुग्ने छैन। 23 अनि यस्तो भयो, उनले रोटी खाइसकेपछि र पानी पिइसकेपछि तिनले उनका निम्ति अर्थात् तिनले फर्काएर ल्याएका ती भविष्यवक्ताका निम्ति गधामा काठी कसिदिए। 24 अनि जब उनी गइरहेका थिए तब बाटोमा एउटा सिंहले उनलाई फेला पार्यो र उनलाई मार्यो अनि उनको लास बाटोमा फ्याँकियो। तब त्यो गधा त्यसको छेउमा उभियो र त्यो सिंह पनि त्यस लासको छेउमा उभिरह्यो। 25 अनि हेर, मानिसहरू त्यहाँबाट भएर हिँडे र त्यो लास बाटोमा पडिरहेको र त्यस सिंहलाई त्यस लासको छेउमा उभिरहेको देखे अनि तिनीहरू आए र ती वृद्ध भविष्यवक्ता बसेको शहरमा त्यो कुरा सुनाए। 26 अनि जब उनलाई बाटोबाट फर्काएर ल्याउने ती भविष्यवक्ताले यो कुरा सुने तब तिनले भने, तिनी ती परमेश्वरको जन हुन् जसले परमप्रभुको वचन उल्लङ्घन गरे, यसकारण परमप्रभुले तिनलाई सिंह कहाँ सुम्पिदिनु भएको हो र परमप्रभुले तिनलाई भन्नुभएको उहाँको वचन अनुसार नै त्यसले तिनलाई च्यातचुत पार्यो र तिनलाई मार्यो। 27 अनि तिनले आफ्ना छोराहरूलाई भने, मेरा निम्ति गधामा काठी कसिदेऊ अनि तिनीहरूले त्यस गधामा काठी कसिदिए। 28 अनि तिनी गए र उनको लास बाटोमा पडिरहेको र त्यस लासको छेउमा त्यो गधा र त्यो सिंह उभिरहेका भेटाए। त्यस सिंहले न त त्यस लासलाई खायो न त्यस गधालाई नै च्यातचुत पार्यो। 29 अनि ती भविष्यवक्ताले परमेश्वरको जनको लास उठाएर त्यस गधामाथि राखेर त्यसलाई फर्काएर ल्याए अनि उनका निम्ति शोक मनाउन र उनलाई गाड्न ती वृद्ध भविष्यवक्ता शहरमा आए। 30 अनि तिनले उनको लास आफ्नै चिहानमा राखे अनि उनीहरूले यसो भन्दै उनका निम्ति बिलाप गरे, हाय मेरो भाइ। 31 अनि यस्तो भयो, उनलाई गाडिसकेपछि तिनले आफ्ना छोराहरूलाई यसो भने, म मरेपछि मलाई यी परमेश्वरको जन गाडेको चिहानमा गाडिदेऊ, मेरा हड्डीहरू यिनका हड्डीहरूको छेउमा राखिदेऊ। 32 किनकि परम प्रभुको वचनद्वारा बेतएलमा भएको यस वेदीको विरोधमा र सामरियाका शहरहरूमा भएका यी डाँडाका थानहरूका सबै देवालयहरूको विरोधमा यिनले कराएर भनेको कुरा अवश्य पूरा हुनेछ। 33 यस घटनापछि पनि यारोबाम आफ्नो दुष्ट चालबाट फर्केनन्, तर तिनले फेरि सबैभन्दा तल्ला दर्जाका मानिसहरूबाट डाँडाका थानहरूका पुजारीहरू तुल्याए जो इच्छुक हुनुहुन्थ्यो त्यसैलाई तिनले अर्पण गर्थे र त्यो पनि डाँडाका थानहरूका पुजारीहरू मध्ये एक भइहाल्थ्यो। 34 अनि यही कुरो यारोबामको घरानाका निम्ति पाप ठहरियो अनि त्यस घरानाको नाम निशान मेटाइदिने र त्यसलाई पृथ्वीको सतहबाट नाश गर्ने कारण बन्यो।